नाउ क्लास 10 बाट र थर्ड च्याप्टर इकोनोमिक्सको मनी एन्ड क्रेडिटबाट म दिनेछु र सिबिएसईमा प्राय जस्तो चाहिँ मनी एन्ड क्रेडिट या त ग्लोबलाइजेसनबाट क्वेसन आउने गर्छ। नाउ मैले आज गर्दैछु मनी एन्ड ब्याङ्किङ एन्ड क्रेडिटबाट। नाउ मनी एन्ड क्रेडिट, मनी भनेको के हो? सिम्पलमा हाम्रो नेपाली भाषामा मनी भनेको पैसा, क्रेडिट भनेको बाँकी। सक्यो त है, टपिक सक्यो। र टपिक जहिले पनि हामीले अन्डरस्ट्यान्ड गर्नुपर्छ। कुनै बडीहरू पढ्नुभन्दा अगाडि चाहिँ हामीले माथि जुन चाहिँ टपिक चाहिँ के छ त्यो चाहिँ हामीले अन्डरस्ट्यान्ड गर्नुपर्छ, तब मात्र हामीले राम्रोसँगले बुझ्छ। नाउ मनी एन्ड क्रेडिटमा पैसा र बाँकीको कुरा हामीले पढ्नु पर्दैछ क्लास 10 मा इकोनोमिक्सको। नाउ मनीपट्टि चाहिँ हामीले सिर्फ हेरेर यसरी पढ्नुपर्छ। जहिले पनि स्टुडेन्टहरूले याद गर्नु, जहिले पनि यसरी पढ्नु आदि। जस्तै मनीको पट्टि चाहिँ हामीले सिर्फ यतिवटा चारवटामा पढ्नुपर्छ। डेफिनेसन अफ मनी, टाइप अफ मनी, बाटा सिस्टम र डबल कोइन्सिडेन्स अफ वान। यति पढ्यो भने मनीको सकिहाल्यो पार्ट। र यतिबाट चाहिँ 3 मार्क्सहरू सकिहाल्छ हामीले ल्याउन। यहाँदेखि उता पढ्यो भने अफ नलेजको लागि पढ्दा भयो। नाउ क्रेडिटको पनि म त्यसरी नै दिन्छु। क्रेडिटको ब्याङ्किङको सिस्टमहरू, ब्याङ्क भनेको के हो यस्तो भनेको क्रेडिट बडी चाहिँ दिन्छु म। कोलेट्रियलहरू भनेको के हो, डेट ट्र्याप भनेको के हो, क्रेडिटपट्टि जान्छ त्यो चाहिँ। नाउ अहिले चाहिँ म दिँदैछु तपाईँहरूलाई मनीको पट्टि। नाउ मनीको डेफिनेसन कसरी दिने, पैसाको डेफिनेसन कसरी दिन्छ हामीले त भन्दा चाहिँ सिम्पल छ। 3टा सेन्टेन्समा, सानो सेन्टेन्समा लेख्न सक्छ हामीले मनीको डेफिनेसन। नाउ मनीको डेफिनेसन दिनमा चाहिँ नम्बर 1 मा लेख्नुहोस् मनी इज अ टेन्जिबल थिङ्स भनेर। वाइ मनी इज अ टेन्जिबल थिङ्स भनेर चाहिँ यहाँ लेख्न सक्छौँ भन्दा चाहिँ किनभने वी क्यान सी एट नेकेड आइस नि। कुनै पनि कुरो चाहिँ हामीले चाहिँ आँखाले देख्न सक्छ भने त्यसलाई चाहिँ टेन्जिबल थिङ्स भन्छ। त्यही कारणले गर्दा मनी पनि हामीले देख्न सक्छौँ नि त। त्यही कारणले गर्दा चाहिँ मनी इज अ टेन्जिबल थिङ्स। नम्बर 1 पोइन्ट्स भयो यसको। नम्बर 2 पोइन्ट्स के लेख्न सक्छ हामीले भन्दा चाहिँ मनी इज अ भ्यालुएबल थिङ्स। मनी इज अ भ्यालुएबल थिङ्स। वाइ मनी इज अ भ्यालुएबल थिङ्स भन्दा चाहिँ हामीले देख्न सक्छौँ मनीले एभ्रिथिङ एक्सचेन्ज गर्नु सक्छ नि त। त्यही कारणले हामीले एउटा प्रिसियस थिङ जुन चाहिँ हामीले जोगाएर राख्छ नि त, यसलाई एउटा भ्यालुएबल थिङ्स मानेर राख्छ नि त। किनभने घरमा पनि हाम्रो सपोज आमा बाबा चाहिँ हाम्रो लागि चाहिँ एउटा प्रिसियस थिङ हो, भ्यालुएबल थिङ्स हो नि त, भ्यालुएबल पर्सन हो नि त। सो त्यही कारणले गर्दा हामीले चाहिँ आमा बाबुलाई पनि हामीले के गर्छ भन्दा चाहिँ कुनै पनि कुरोमा चाहिँ हामीले के गर्छ, आमा बाबुलाई चाहिँ प्रिफरेन्स दिन्छ नि त होइन। कुनै पनि कुरो गर्नुभन्दा अगाडि चाहिँ हामीले सोध्छ। सो त्यस्तै कारणले गर्दा चाहिँ मनीलाई पनि एउटा भ्यालुएबल थिङ्स मानेर चाहिँ हामीले एउटा प्रिसियस राख्छ। हामीले चाहिएको बेलामा मात्रै चलाउँछ, चाहिएको बेलामा मात्रै उयो गर्छ होइन, वेस्टेज पैसाहरू गर्छ होइन। सो त्यस्तो खालकेलाई चाहिँ मनी इज अ नम्बर 1 मा भयो मनी इज अ टेन्जिबल थिङ्स, मनी इज अ भ्यालुएबल थिङ्स। अब लास्टको पोइन्ट चाहिँ एकदम राम्रोसँगले याद गर्नुपर्ने छ। मनी इज अ अथराइज बाई दि गभर्मेन्ट अफ दि कन्ट्री। र मनीलाई चाहिँ के गरेको हुँदो रहेछ भन्दा चाहिँ एउटा गभर्मेन्टको, एउटा कन्ट्रीको गभर्मेन्टले चाहिँ एउटा अथराइज दिएको हुँदछ। सो द्याट इज कल्ड मनी। नाउ मनीको डेफिनेसन चाहिँ यसरी चाहिँ दिनु सक्नुहुन्छ तपाईँहरूले। मनी इज अ भ्यालुएबल थिङ्स, मनी इज अ टेन्जिबल थिङ्स, इट इज अथराइज बाई दि गभर्मेन्ट अफ दि कन्ट्री। सो त्यति दियो भने डेफिनेसन अफ मनी भइहाल्यो। नाउ अब क्वेसन चाहिँ तपाईँलाई फेरि वाट इज मनी भनेर चाहिँ बन्द सोध्दैन। अहिलेको जमानामा यो मोडर्न एजमा चाहिँ क्वेसन चाहिँ स्ट्रेटली सोध्दैन कहिले पनि। हामी कुनै पनि इन्टरभ्यूमा गयो भने वाट इज यर नेम भनेर क्वेसन सोध्दैन। नाउ हामीलाई के भनेर सोध्छ भन्दा चाहिँ त्यही हो, तर फाल्टो पाराले सोध्छ। इन्ट्रोड्युस यर सेल्फ भनिदिन्छ हामीलाई। सो हामीले माई नेम इज ड्यास ड्यास भनेर भनिरहनु भएन त्यहाँनिर। सो त्यहाँनिर भन्दा चाहिँ हामीले पनि एन्सर दिँदा चाहिँ माई सेल्फ ड्यास ड्यास, आई एम फ्रम ड्यास ड्यास भनेर दिनु सक्छ। सो यो चाहिँ भयो मनीको डेफिनेसन। नाउ अर्को अब यसमा क्वेसन कस्तो खालको आउँछ त मनीको, वाट इज मनी भनेर क्वेसन आएन भने चाहिँ कस्तो खालको आउनु सक्छ त भन्दा चाहिँ वाइ मनी इज अ मिडियम अफ एक्सचेन्ज। किन मनीलाई चाहिँ मिडियम अफ एक्सचेन्ज भनेको भन्दा चाहिँ तपाईँले भन्नु सक्नुहुन्छ कि मनी चाहिँ एउटा टेन्जिबल थिङ्स हो, मनी चाहिँ एउटा भ्यालुएबल थिङ्स हो, यसलाई चाहिँ अथराइज दिएको हुन्छ गभर्मेन्ट अफ दि कन्ट्रिजले। द्याट इज वाइ मनी इज अ मिडियम अफ एक्सचेन्ज भनेर तपाईँले सिम्पल यसको एन्सर दिन सक्नुहुन्छ। न नेक्स्ट वान इज अ के छ भन्दा चाहिँ टाइप अफ मनी। कतिवटा किसिमको चाहिँ मनी चाहिँ
पैसा चाहिँ हाम्रो इन्डियामा चाहिँ हामीले पाउँछौँ भन्दा देयर आर 2 टाइप्स अफ मनी फाउन्ड इन इन्डिया। सो वाट आर दे भनेर क्वेसन आउँछ, त्यति बेला तपाईँले भन्न सक्नु पर्यो कि coins and paper notes. Coins and paper notes. There are 2 types of money found in India. What are they? भनेर आयो भने coins and paper notes. यो पनि भइहाल्यो। Now next one is the barter system. Now barter system भनेको के हो त? मैले स्टुडेन्टलाई पढाउँदाखेरि मैले हँसाउने गर्थेँ। बाटा सिस्टमलाई के पनि भन्छ भन्दा चाहिँ लाटा सिस्टम पनि भन्छ भनेर भन्थे। उनीहरू हाँस्थ्यो र त्यसरी रमाइलो गर्दै पढाउँथेँ मैले। नाउ यहाँ के छ भन्दा तपाईँलाई सिम्पली म भन्दैछु, बाटा सिस्टम भनेको के हो? न बाटा सिस्टममा चाहिँ के छ भन्दा चाहिँ अब यही मनी छ, यो मनी विदाउट मनी दे क्यान एक्सचेन्ज देयर गुड्स टु गुड्स भनेर लेख्न सक्छ। बाटा सिस्टममा चाहिँ के हुँदो रहेछ भन्दा चाहिँ मनी बिनै उनीहरूले गुड्स टु गुड्स चाहिँ एकअर्कामा एक्सचेन्ज गर्दैछ भने त्यो सिस्टमलाई चाहिँ के भन्छ भन्दा चाहिँ बाटा सिस्टम। यो बाटा सिस्टम चाहिँ कहिले थियो भन्दा चाहिँ पहिला जब चाहिँ मनीको इन्ट्रोड्युस भएको थिएन त्यो अगाडि चाहिँ यो बाटा सिस्टम लागू भएको थियो र यसमा चाहिँ के हुन्थ्यो भन्दा चाहिँ गुड्स टु गुड्स एक्सचेन्ज गर्थ्यो। मैले राइस कोला दिँदैछु भने मलाई कसैले चाहिँ ओइलहरू चाहिँ एक्सचेन्ज गरेर हामीले चाहिँ जीविका चलाउँदै थियो भने त्यो सिस्टमलाई चाहिँ के भन्यो? बाटा सिस्टम। न डबल कोइन्सिडेन्स अफ वान छ। अब यसमा चाहिँ इम्पोर्टेन्ट छ। न डबल कोइन्सिडेन्स अफ वान भनेको के हो भन्दा चाहिँ सपोज I have fish. मेरोमा माछा छ रे। सो I want shoes. सो मेरोमा माछा छ तर मलाई के चाहिरहेछ? सुज चाहिरहेछ। र म चाहिँ एउटा माछाको मालिक तपाईँ चाहिँ के हो? सुजको दोकानको मालिक। नौ मलाई के गरिरहेछ भन्दा चाहिँ मलाई चाहिरहेको छ के लाउनु मन परिरहेछ भन्दा सुज। तपाईँलाई के खानु मन परिरहेको रहेछ भन्दा चाहिँ माछा। आई हेभ फिस माछा तर मलाई के मन परिरहेछ लाउनु? सुज मन परिरहेछ। सो त्यति बेला के गर्यो भन्दा चाहिँ तपाईँ जो मालिक छ सुज तपाईँलाई पनि के खानु मन परिरहेको थियो? माछा। सो भनेपछि दुईजनाको वान छ, दुईजना चाहिँ के हुन्छ? एग्री हुन्छ अब एक्सचेन्ज गर्नु। जब चाहिँ मलाई तपाईँको सुज मन परिरहेछ भने तपाईँलाई चाहिँ माछा खानु मन परिरहेछ भने चाहिँ दुईजना चाहिँ दे क्यान एग्री फर एक्सचेन्ज। र एक्सचेन्ज गर्नु चाहिँ एग्री भएर चाहिँ यो के हो? तपाईँले माछा लग्यो मैले सुज ल्याएँ भने सो यो बोथ द पार्टिज दे क्यान एग्री। जब एग्री हुन्छ भने चाहिँ यो एक्सचेन्ज गर्न एग्री हुन्छ भने चाहिँ बोथ द पार्टिज द्याट इज कल्ड डबल कोइन्सिडेन्स अफ वान। आई हेभ फिस, आई वान्ट सुज। र तपाईँहरू के गर्यो? माछा खानु मन परायो र मैले चाहिँ सुज लाउनु मन परायो भने दुईजनाको वान्ट चाहिँ सेम भएर चाहिँ दुईजना एक्सचेन्ज भयो भने एग्री भयो भने सो त्यो प्रोसेसलाई चाहिँ के भन्दो रहेछ भन्दा चाहिँ डबल कोइन्सिडेन्स अफ। त्यहाँबाट प्रायः सोध्छ बाटा सिस्टममा डबल कोइन्सिडेन्स कसरी चाहिँ क्वेसन होला यहाँबाट भन्दा चाहिँ बाटा सिस्टमलाई चाहिँ हटाएर किन चाहिँ मनीको इन्ट्रोड्युस गर्यो भनेर किन होला? तपाईँहरूलाई प्रश्न तपाईँहरूलाई पनि क्वेसन मार्क छ र तपाईँहरूले गर्न सक्छ। तर अदरवाइज म सल्युसन पनि दिइहाल्छु। बाटा सिस्टमलाई रिमुभ गरेर किन चाहिँ मनीको इन्ट्रोड्युस गर्यो भन्दा चाहिँ यही डबल कोइन्सिडेन्स अफ वान्टमा चाहिँ प्रब्लम्सहरू क्रिएट भएर आएर पुरा प्रब्लम्सहरू क्रिएट भयो होइन? प्रब्लम्सहरू आयो किन कसरी भन्दा हाउ क्यान यु सेट इट भन्दा चाहिँ फर इक्जाम्पल सुजको दाम चाहिँ राम्रो सुजको दाम 4000 छ या त 3000 लेख्नु 3000 छ सुजको दाम राम्रो एउटा नाइकीको एडिडासको लाग्यो भने तर माछाको दाम त 300 मात्रै छ नि त 1 केजीको। सो भनेपछि चाहिँ तपाईँ सुजको मालिक म माछाको मालिक भनेपछि मैले 1 केजी माछा तपाईँलाई दिँदाखेरि तपाईँ मान्छ र मान्दैन नि त। सो तपाईँलाई मैले के भन्छु 10 केजी माछा दिन्छु नि त। त्यसो भए 10 केजी माछा दिन्छु त्यो सुज दिनुहोस् न भन्दा तपाईँले के भन्छ 10 केजी माछा लगेर चाहिँ म के कुकुरलाई दिनु? मलाई त एक छाक खानु मात्रै त मन परेको थियो भनेर तपाईँ चाहिँ एग्री हुँदैन नि त। भनेपछि यसमा पैसाको यो
भ्याल्युको कारणले गर्दा चाहिँ उनीहरू चाहिँ एग्री भएको छैन नि त। यसमा पुरा प्रब्लम्सहरू आयो, यसरी एक्सचेन्ज गर्नुमा प्रब्लम्सहरू धेरै आएको कारणले गर्दा चाहिँ यो बाटा सिस्टमलाई रिमुभ गरेर चाहिँ मनीको इन्ट्रोड्युस गरेको र त्यही कारणले गर्दा चाहिँ डबल कोइन्सिडेन्स अफ वानमा चाहिँ प्रब्लम भएर चाहिँ के गरेको रहेछ, मनीको इन्ट्रोड्युस गरेको रहेछ भनेर चाहिँ लेख्नु सक्नुहुन्छ। मोडर्न फर्म अफ मनी के हो भनेर क्वेसन सोध्छ तपाईँलाई। मोडर्न फर्म अफ मनी चाहिँ पेपर नोट्स, पेपर नोट्स, कोइन्स र अर्को छ एउटा डिमान्ड डिपोजिट पनि, यसलाई पनि काइन्ड्स अफ मनी नै भन्छ। डिमान्ड डिपोजिट, डिडी भनेको मैले पढाउँदा चाहिँ के भन्थ्यो भन्दा चाहिँ म हँसाउँदै पढाउँथेँ, त्यही कारणले गर्दा चाहिँ डिमान्ड डिपोजिट भनेको चाहिँ के हो रहेछ, डिडी भनेको चाहिँ भन्दा चाहिँ डुलडुलाई, डिडी भनेको चाहिँ डुलडुलाई भनेको चाहिँ यहाँ चाहिँ तपाईँ त्यस्तो होइन। डिमान्ड डिपोजिट, डिमान्ड डिपोजिट भनेको चाहिँ के हो भन्दा चाहिँ जब चाहिँ तपाईँले के गर्नु, डिपोजिट गर्नु सक्नुहुन्छ ब्याङ्कमा गएर, जब चाहिँ तपाईँले विथड्र गर्नु सक्छ र यो प्रोसेसलाई चाहिँ के भन्दो रहेछ भन्दा चाहिँ डिमान्ड डिपोजिट। न मनीको चाहिँ पार्ट चाहिँ यति नै छ। मनीको पार्टमा के आज पढ्यो भन्दा चाहिँ यहाँ चाहिँ डेफिनेसन अफ मनी पढ्यो, टाइप अफ मनी पढ्यो, बाटा सिस्टम पढ्यो, डबल कोइन्सिडेन्स अफ वान भयो र किन चाहिँ मोडर्न फर्म अफ मनीको इन्ट्रोड्युस भयो भनेर त्यो पनि मैले भने र डिडीको पनि मैले भने डिमान्ड डिपोजिट गर्नु हो। यति नै चाहिँ मनीबाट चाहिँ पढ्नु पर्यो र यहाँबाट उता पढ्यो भने चाहिँ आउट नलेजको लागि पढ्दा भयो। न क्रेडिट पनि यसरी नै पढ्नुपर्छ। सो भेट्नेछु नेक्स्ट क्लासमा।